हाई एभ्रिवान, वेलकम ब्याक टु सुषमा कालीको युट्युब च्यानलमा हजुरहरू सबैलाई स्वागत छ। आज पनि म भिडियो लिएर आइसकेको छु। आजको भिडियोमा चाहिँ म राधाको लुक्स चाहिँ क्रिएट गर्दैछु। सो राधाको लुक्सको लागि चाहिँ मैले पहिला यो ब्लाउज चाहिँ मैले स्काई ब्लू कलरको लगाएको छु भने साडी चाहिँ आलिया छ र यो साडीलाई चाहिँ मैले यही साडीलाई चाहिँ लेहंगा बनाएको छु। अहिले चाहिँ यहाँ देखेको छैन है, क्यामेराले भेटेको छैन, लास्टमा हजुरहरूले देख्नुहुनेछ। त्यसैले अब चाहिँ म मेकअप सुरु गर्न गइरहेको छु। सबैभन्दा पहिला चाहिँ हामी मोइस्चराइजर लगाऊँ है त। मोइस्चराइजर चाहिँ म सबैतिर यसरी मजाले मसाज गरेर नहल्लाइदिउँ न। प्राइमर लगाउँछु। यो चाहिँ एकदम फुल कभरेज छ एलिगलको प्रो, त्यसैले मेकअप अलि बगाउनु तर के चाहिँ म यो डार्क सर्कल एरियामा चाहिँ लगाउँछु। लगाएर हेल्पले चाहिँ मजाले ब्लेन्ड गर्छु। खासै त्यस्तो डार्क सर्कल त छैन, मेरो एरिया त छैन, त्यही पनि त्यसको लागि हो। यो चाहिँ मेरो स्किनको सेटमा आज चाहिँ मैले यो फिटिङको यो फाउन्डेसन मात्र लगाउँछु है। लगाउँदाखेरि हल्का स्किनको कलर भन्दा अलिक हुन्छ। फार्मेसीको मिसाउँदाखेरि अस्तिको भिडियोमा हल्का म काली हुँ नि त। त्यही त बहुतै गरिछु। ब्लेन्डरले मजाले ब्लेन्ड गर्छु। लगाउन जानु भने सस्तोले पनि एकदम राम्रो काम गर्छ क्या। त आफ्नो हातमा भर पर्छ आफूले कसरी गरेछ भनेर, आफ्नो टेक्निकमा चाहिँ भर पर्ने रहेछ क्या। अब चाहिँ म फेरि पनि यो एलिगलको व्हाइट कन्सिलर लाउँछु। अन्डर आइज र धेरै भयो क्या हाइलाइट हुने एरिया। यसले चाहिँ अलिक यो व्हाइट कन्सिलर लगायो भने चाहिँ यसले अलि माथि भएको जस्तो देखिन्छ, भित्र पसेको खासै देखिँदैन। अब यो पाउडरले यो मिलानीको प्रो लुज पाउडर हो यो चाहिँ है। यसले चाहिँ म पाउडर लाउँदा चाहिँ जहिले पनि यस्तै लगाउनु होला है, डाइरेक्ट एप्लाई चाहिँ कहिले गर्नुहुन्न। यो पाउडर कन्ट्रोलरले चाहिँ म फेस र नोज कन्ट्रोल गर्छु। मेरो चाहिँ खासै त्यस्तो कन्ट्रोलै गर्नुपर्ने त छैन, त्यही पनि हल्का लाइन गर्छ है सच्याएर। त्यही भएर नि कस्तो अप्ठ्यारो भयो त्यहाँभित्र बसेर भिडियो बनाउँदा। ओके, एलिगलको सेटिङ स्प्रे हो यो चाहिँ। यो सेटिङ स्प्रे र ब्लेन्डरको हेल्पले म सेटिङ स्प्रे चाहिँ डाइरेक्ट हाल्दिनँ कहिले पनि। यसरी ब्लेन्डर मजाले यसलाई चाहिँ भिजाएर यसरी डुब्यो चाहिँ यस्तो राम्रो फिनिसिङ आउँछ नि, यस्तो राम्रो। यो मेकअप भन्ने चाहिँ कस्तो होला है, यो भर्खरै म कस्तो थिएँ अहिले कस्तो भइसकेको हेर्नु न। अब चाहिँ म मेरो आइब्रो बनाउँछु। यसको लागि चाहिँ आइब्रो पाउडर, ब्ल्याक कलरको आइब्रो पाउडरले चाहिँ थोरै थोरै लिएर हल्का हातले फिल गर्छु। मेकअप त गरेँ तर सबै बगाइसक्यो, पसिनाले बगाएर जानुभयो। किन होला यस्तो हुने क्या, मैले मेकअप गर्नु भनेको दिनमा चाहिँ कि पानी आइदिन्छ
लाइन गइदिन्छ पानी नआएको दिनमा पनि लाइन गएर हुँदै हुन्न क्या व्हाइट कन्डिसनरले क्लिन गर्छु आइब्रो चाहिँ एकदम क्लिन राम्रो सफा ब्रसको हेल्पले चाहिँ मजाले ब्लेन्ड गरिदिने स्मुथ गरिदिने आइब्रो बनाइसकेपछि चाहिँ म पाउडरले यो आई एरिया चाहिँ मजाले सेट गर्छु पाउडरले चाहिँ मजाले सेट गर्ने है यो पर्पल कलर आई मेकअप जस्तै गर्छु क्या म आज इजी छ यो एकदम सजिलरी जो कोहीले नै गर्न सक्नुहुन्छ यो आई मेकअप चाहिँ यो चाहिँ मजाले दुवैतिर यसरी लगाइदिने क्लिन ब्रसले मजाले यता हामी दुवैतिर यही लाइट ब्राउन कलरलाई चाहिँ माथितिर इनर कर्नरको यसरी ब्लेन्ड गरिदिनु मजाले है सबैभन्दा पहिलो लगाउने मजाले आँखालाई हेर्नु आँखामा लगाउने कन्सिलर एप्लाई गरेर पर्पल कलरलाई लिएर यताबाट मैले चाहिँ व्हाइट सिमर युज गरी व्हाइट सिमर लगाइसकेपछि फेरि यही कलरले तलतिर कलर लगाएर ब्लेन्ड गर्छु अब चाहिँ म यो जेल लाइनर लगाउँछु है अब छोरा आइपुग्यो है छोरा चाहिँ चिच्चाको चिच्चै गर्छ अब के गर्न दि अब गाजल चाहिँ मिल्यो कि मिलेन थाहा भएन तर फाइनल यस्तो भयो है मेरो अब चाहिँ म लिपस्टिक लाउँछु लिपस्टिक चाहिँ म यो सुपर स्टेको पिङ्क कलर र यो पर्पल कलर पहिला चाहिँ ओठलाई क्लिन गरौँ है वाटर प्रुफमा हो एकदम राम्रो यो लिपस्टिक यो चाहिँ सुपर स्टेको 15 ग्लस लिप ग्लस लगाउँछु अब लिपस्टिक पनि लगाएँ अब पालो आयो मस्काराको म चाहिँ ल्यासेस चाहिँ लाउँदिनँ है प्राय अब चाहिँ यो हाइलाइटर लगाउँछु हाइलाइट अब राधाले चाहिँ यता एरियामा लगाउँछ क्या अरे मसँग छैन मसँग चाहिँ यस्तो टिका छ टिका ठुलोमा छैन क्या फेरि यो छ टिकाहरू छन् यसलाई चाहिँ मैले मिलाएर लगाउँछु त्यही ब्लू कलरको अलिक ठुलो छ त्यही भएर चाहिँ बिचमा लाउँछु अब यो रातो टिका दुइटै मिलाएर लगाउँछु छेउछेउमा फाइनल्ली चाहिँ रेडी भए मसँग जस्तो जस्तो टिका थियो म चाहिँ त्यस्तै लगाएर अब चाहिँ म कपाल गर्छु कपाल पनि सिम्पल गराउँछु है म चाहिँ लबर लगाउनु लाएको थिएँ तर दिदीले फेरि डोरी छ भने डोरीले बाट भन्नुभयो आइडिया दिनुभयो डोरी छ तर डोरी हालेर बाट्न आउनु क्या मलाई बाट्ने यता गराउने कि डोरी यता यता त कस्तो हुन्छ दिदीले चाहिँ मलाई कपाल बनाइदिँदै हुनुहुन्छ बाँधिदिँदै हुनुहुन्छ म पनि मेकअप गरेर हो राम्रो देखेको यस्तो छन् अब के ज्वेलरी कस्तो छ त्यो सरप्राइज ज्वेलरी चाहिँ हामीले आफैले बनाएको छौँ फुलबाट लिएर आउँ ल दिदीले चाहिँ ल्याउँदै हुनुहुन्छ ज्वेलरी
यस्तो ज्वेलरी हाम्रो स्पेसल ज्वेलरी आयो। यो चाहिँ फुलबाट बनेको। मिठो भाषा मगमग भाषा आज फ्रिजमा राखेको बनाएर। हो माई गड कति राम्रो देखियो। हेर्नु म राधा देखिन त। वाउ कस्तो राम्रो देखेको मलाई यो लाग्छ। तिन त्यही हो के चिम्ट्री होइन। माई गड यो फुलले कस्तो राम्रो नि कता गयो दिदी। ओ माई गड कस्तो राम्रो देखेको के यसले। सोचेकै थिइनँ मैले यति राम्रो हुन्छ भनेर। मतलब यो के यो के यति राम्रो हुन्छ भनेर के त्यो त आफूलाई पनि थाहा हुन्छ नि त सोच कि नै भनेर त। फुलको क्या नेचुरल फुलको। अब चाहिँ कति राम्रो देख्छ घाँटीमा। दिदीले नि भन्नुभयो लगाइदिन्छ दिदी हो। तर यो टुटे चाहिँ क्या होला नि त समात्नु त। चिसो भयो क्या यो फ्रिजमा राखेर बाफे केही भने अरू त छिटछिटो बनाउने। अनि ओ माई गड लिल्ला भयो। झर्दै त्यसलाई मिलाउँदै अब कसरी हो। झरे त भयो नि त बुटुबुटु। के गर्ने होला नि झरिहालो। झरे दिदी राधाको नखराले आज टक्रा हुने भयो होला। के गर्ने अब आफ्नै नजर लाग्यो जस्तो छ। फाइनल्ली हामीले चाहिँ यो बनायौँ है। अड्डा हाम जसरी भयो नि। Oh my god भयो है। अब चाहिँ चुन्डी खै चुन्डी दिदी फाइनल्ली कम्प्लिट भइसक्यो। राधाको मेकअप चुन्डी र बाला त्यहाँ दराजमा होला निकाल्नु त। Oh my god I'm so happy। राधा हो ठिक्क बराबर गर्नु यिनी एउटा हिँड लगाइदिनु हुन्छ। यो चाहिँ फुल अलि चेन्ज भयो है। गड ऐनाहरू त अचम्म लाग्यो सबै। दिदीले चप्पल खुट्टामा म खुट्टा ढोक्छु। हुन त पऱ्यो नि पाप लाग्छ मलाई। आमाजी दिदीलाई चप्पल निकालिदिइहाल्नु भयो।